एभ्रिवान एन्ड इट्स मी रौनक उप्रेती एन्ड आज चाहिँ हामी अहिले चाहिँ ठिकै गल्छीमा छौँ यो गल्छी चोक अनि अब यहाँबाट चाहिँ हामी चाहिँ स्याप्रोबेसीसम्म पुग्छौँ अनि स्याप्रोबेसीबाट चाहिँ हाम्रो चाहिँ मेन भनेको चाहिँ लाङटाङको लागि चाहिँ ट्रेक सुरु हुन्छ अनि अब चाहिँ हामी यहाँ खाजासाजा खान्छौँ अनि खाजा खाएर चाहिँ हामी चाहिँ बस चढ्छौँ। हामीले चाहिँ खाजा खाइसक्यो र खाजा खाएर चाहिँ हामी बस चढिसक्यो अनि अहिले गल्छीबाट चाहिँ ढुङ्गेसम्म जाँदो रहेछ यो बस। ठ्याक्कै हाम्रो एकजनाको प्राइस चाहिँ 140 रुपियाँ लिग्यो अनि ढुङ्गेबाट चाहिँ स्याप्रोबेसीसम्म फेरि अर्को बस चढ्नुपर्ने हुन्छ र अनि गल्छीबाट चाहिँ स्याप्रोबेसीसम्म चाहिँ 90 किलोमिटर रहेछ। 90 किलोमिटर जाँदा लगभग हामीलाई 4-5 घन्टा जति टाइम लाग्छ भनेर त्यहाँको अब टिकट काउन्टरको अङ्कलले भन्नुभएको थियो। अब हेर्दै जाउँ के हुन्छ। अब हामी चाहिँ ढुङ्गे झरिसक्यो। अब ढुङ्गेबाट चाहिँ हामी चाहिँ अर्को बस लिन्छौँ अनि अर्को बस लिएर चाहिँ स्याप्रोबेसीसम्म पुग्छौँ। पहिले नै कन्ट्याक्ट गरेर राखिसक्नु भएको रहेछ हेर्नु सक्नुहुन्छ यो ढुङ्गे। हामी चाहिँ अहिले ठ्याक्कै स्याप्रोबेसी जानको लागि चाहिँ गाडी चढिसक्यो अनि एक ठाउँमा कता हो खाना खाना रोक्छ भन्दै हुनुहुन्थ्यो अनि खाना रोकेर चाहिँ त्यसपछि त्यहाँबाट कति बेर लाग्छ भने त्यहाँबाट 2 बजीतिर पुग्छ। अहिले कति बजी 9 लाग्यो हामीलाई लगभग 2 भनेपछि 9, 10, 11, 12, 5 घन्टामा हामी स्याप्रोबेसी पुग्छौँ अनि त्यसपछि स्याप्रोबेसी त्यहाँ पुगेपछि अनि त्यहाँबाट हाम्रो ट्याक सुरु हुन्छ ट्रेक। र अहिले चाहिँ हामी चाहिँ ठिकै लाङटाङ नेसनल पार्कभित्र छौँ। लाङटाङ नेसनल पार्कभित्र चाहिँ छिर्नको लागि चाहिँ गोसाइकुण्ड गए पनि लाङटाङ गए पनि हामीले चाहिँ टिकट काट्नुपर्ने हुँदैछ अनि नेपालीलाई चाहिँ 100 रुपियाँ अनि अब नेपाली बाहेक अरूलाई चाहिँ 3000 रुपियाँ रहेछ अनि सबैको यो ब्याग चेक गरेर जम्मै स्पिकर सबै ब्यान्ड रहेछ। स्पिकर लान नपाउने अनि चक्कु लान नपाउने रहेछ अनि त्यहाँ चेक भइरहेछ। ब्याग चाहिँ हाम्रो चेक भइसक्यो अनि त्यहाँ पैसा तिरेर अब हामी त्यसपछि अनि हेडिङ टु लाङटाङ अनि हामी अब चाहिँ स्याप्रोबेसी जाँदैछौँ अनि अहिले चाहिँ हामी धुप्चेबाट चाहिँ हाम्रो गाडी चेन्ज गरिदिनु भयो अनि यो लोकल बस रहेछ। लोकल बसबाट चाहिँ हामीलाई स्याप्रोबेसीसम्म पुग्नलाई चाहिँ 1 घन्टा लाग्छ अनि 1 घन्टा हामी यो लोकल बसमा ट्राभल गरेर हामी स्याप्रोबेसी पुग्छौँ। स्याप्रोबेसीबाट अनि त्यसपछि हामी लाङटाङको यात्रातर्फ लाग्छौँ। स्याप्रोबेसी आइपुगिसक्यो अनि यो चाहिँ स्याप्रोबेसी भयो सक्नुहुन्छ। अब हाम्रो स्याप्रोबेसीबाट चाहिँ हाम्रो चाहिँ ठ्याक्क अब चाहिँ बल्ल ट्रेक स्टार्ट हुन्छ अनि अब हामी 4 जना छौँ। 4 जना स्याप्रोबेसीदेखि हामीले पैदल यात्राको सुरुवात गर्यौँ। पहिलो पटक पैदल यात्रा गर्न लागेको भएर होला हामीमा छुट्टै किसिमको उत्सुकता थियो। म लगायत मेरो टिमको यो पहिलो पैदल यात्रा नै थियो त्यसैले हर्ष त छँदै थियो तर मनमा भने कता कता डर थियो। कहीँ गाह्रो त हुने होइन, हिँड्न त नसक्ने होइन, पानी परे भने जस्ता प्रश्नहरू मनमा खेलिरहेको थियो। तर सबै मनमा खेलिरहेको कुरालाई बिर्सिएर म र मेरो टिम ब्याम्बोतर्फ अगाडि बढ्यौँ। केही समयको पैदल यात्रापछि हामी पुग्यौँ हाइड्रो पावर।
अहिले चाहिँ हामी कहाँ आइपुग्यो हामीलाई थाहा छैन होइन। अनि ठ्याक्कै अगाडि चाहिँ हामीले हाइड्रो पावर देखिसकेका छौँ। अनि अब आजको हाम्रो यात्रा भनेको चाहिँ हामी आज ब्याम्बोमा गएर बस्छौँ। अनि ब्याम्बो चाहिँ यहाँबाट लगभग 2 घन्टा 2.5 घन्टामा पुग्छ भन्ने हाम्रो आशंका छ होइन। अब कति बेरसम्म पुग्छ हामीलाई थाहा छैन। जाँदै गर्छौँ। हाम्रो केटाहरू सब थाकिसकेको छ। त्यो एकजना बाइक एकदमै थाकिसकेको छ अलिअलि नट फुल्ली। तर हामी जान्छौँ जसरी भए पनि होइन। दिनको पैदल यात्रा सजिलो नै थियो। पहिलो दिनको यात्रा सजिलो भए तापनि हामीलाई भने पैदल यात्रा गर्न अलिअलि गाह्रो भइरहेको थियो। कहिले उकालो बाटो कहिले ओह्रालो बाटोलाई पार गर्दै हामी अगाडि बढिरहेका थियौँ। जस्तो बाटो भए तापनि गन्तव्यमा त जसरी भए पनि पुग्नु नै थियो। जति नै कठिनाई सहन परे पनि यस पैदल यात्रा जसरी भए पनि सफल बनाउने हाम्रो लक्ष्य थियो। त्यसैले हाम्रो टिम पैदल यात्रामा निरन्तर अगाडि बढिरहेको थियो। पैदल हिँडिरहेको बेला हावा फरक लाग्छ। त्यो शुद्ध हुन्छ, त्यसमा आवाज हुँदैन तर सन्देश हुन्छ। जङ्गलको सुस्केरा, नदीको बग्ने ताल अनि आकाशको मौनता यी सबैले तपाईँलाई सम्झाइरहेको हुन्छ। रोक, महसुस गर अनि बाँच। सहरको होहल्ला, धुलो धुवा र व्यस्त जीवनशैलीबाट पैदल यात्राले केही समयको लागि भए पनि रोक लगाउँछ। प्रकृतिसँग सम्बन्ध गाँच्न सिकाउँछ। प्रकृतिसँग बसेर रमाउन सिकाउँछ। पैदल यात्रा भनेको केवल बाटो हिँड्नु होइन, जङ्गलमा हराउनु हो अनि 81 नक्सा खोज्दै रमाइलो गर्नु हो। यो कहिलेकाहीँ खोला पार गर्ने बहानामा जुत्ता खोल्ने यात्रा हो। हामी चाहिँ फाइनल्ली यो पहिरो भन्ने ठाउँमा चाहिँ आइपुगिसक्यौँ होइन। अनि अब यहाँबाट हामी लगभग ब्याम्बो पुग्नलाई चाहिँ 1 घन्टा लाग्छ भन्दा छ आमाले होइन। अनि 1 घन्टा भनेको अहिले 4 बज्यो। 5-6 बजीसम्म त मजाले बिस्तारै गयो नि पुगिहालिन्छ। ब्याम्बो बस। पहिलो दिनको यात्रादेखि नै खोला हामीसँग हाम्रो साथी चाहिँ हिँड्न थाल्यो। पुग्न त पुग्छ तर पानी पर्यो भने गाह्रो होला। माथि पुगेन अनेन्द्रसम्म बस्नु पर्यो। आमासँग केही सल्लाह सुझाव लिएर र केही समय त्यहाँ बसेर हामी निरन्तर पाइला अगाडि बढाइरह्यौँ। केही समयको पैदल यात्रापछि हामी पुग्छौँ ब्याम्बो भन्ने ठाउँमा र त्यस रात हामी त्यही नै बस्ने नितो गर्यौँ। हियर एट ब्याम्बो। अनि हामीले चाहिँ रुम बुक गरिसक्यौँ। अनि रुम बुक गरेर चाहिँ हामीले रुममा बसेर लुगासुगा सफा गरेर अनि सावर लिग्यौँ तातो पानीमा। त्यसपछि फ्रेस भएर बसिसक्यो हामी होइन। अब हाम्रो चाहिँ यहाँ पर हेड 1000 रुपियाँ चार्ज गर्नुभएको छ ब्याम्बो यो बुकिङ कटेज गेस्ट हाउस एन्ड रेस्टुरेन्ट ब्याम्बो कटेजमा चाहिँ। अनि त्यसमा चाहिँ बेलुकाको खाना अनि बिहानको ब्रेकफास्ट गरेर 1000 रुपियाँ चार्ज गर्नुभएको छ। अनि अब भोलि चाहिँ हामी ब्रेकफास्ट गरेर अनि हामी भोलि लाङटाङतर्फ लाग्छौँ। Morning everyone.
एन्ड वी आर हियर एट ब्याम्बो। अनि अहिले बिहानको चाहिँ 5 बज्यो। अनि अहिले ब्याम्बोमै छौँ। अनि अब यहाँबाट चाहिँ हामी ब्रेकफास्ट गरेर अनि हामी यता लाङटाङ टेम्पल लाग्छौँ। अनि हाम्रो आजको ग्रुपमा चाहिँ धेरै मेम्बरहरू थपिनु भएको छ भ्लगमा चाहिँ होइन। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ दाइहरू खाजा खाँदै हुनुहुन्छ। यो मेरो नाम काजी शेर्पा अनि मेरो यो होटलको शेर्पा होटल शेर्पा ब्याम्बो लाङटाङ जाने बाटो अनि सेब्रुदेशीबाट आउँदाखेरि काठमाडौँबाट डाइरेक्ट आउनु सक्नुहुन्छ मेरो होटल शेर्पा ब्याम्बो लाङटाङ जाने बाटोमा है। हस् त। हामी बिहानको 5:30 मा ब्याम्बो र ब्याम्बोको दाइलाई बिदा लिएर हामी लाग्यौँ लाङटाङतर्फ। बिहान सबेरै उठ्दा निकै नै चिसो महसुस गरिरहेको थियौँ, तर केही समयको निरन्तर हिँडाइपछि गर्मी भएको महसुस गर्यौँ। लुगा फुकालेर अर्को लुगा लगायौँ। हेर्न सक्नुहुन्छ है यहाँ खोला जग्गा साथीहरू लाइफमा ट्रेकिङ चाहिँ आउनुपर्छ है होइन जति नै गाह्रो भयो नि लाइफमा। हामी चाहिँ रिम्जो पहिरो कटेर चाहिँ अलिकति लगभग आधा घन्टा 45 मिनटको माथि चाहिँ हाम्रो एउटा यहाँ बस्ने ठाउँ रहेछ। अनि हामी बस्न लाग्छौँ। बसेर यहाँ अलिकति काजु साजुहरू छ, बदम सदमहरू अलिअलि खान्छौँ। अनि फेरि हामी निक्लिन्छौँ यहाँबाट। अनि अब चाहिँ लामा होटेल गएर चाहिँ हामीले खाना खान्छौँ। रिम्चे पहिरोदेखि केही समयको यात्रापछि हामी पुग्छौँ रिम्चे भन्ने ठाउँ। हामी चाहिँ चिया खाँदैछौँ होइन, लेमन टी। हाम्रो सुफिन दाइ के भन्छ नि त कति रमाइलो भइरहेको रमाइलो भइरहेको छ। अलिअलि जान्थ्यो छैन चिलमा अलिअलि त थियो छैन। यो रिम्जेबाट चाहिँ लामा होटेलतर्फ जान लाग्छौँ होइन। अनि हाम्रो साथीहरू सबै रेडी भइसक्यो। यहाँ अरू ग्रुप पनि हुनुहुन्छ। हामीसँगै बस्नु भएको थियो पहिला, अनि सँगसँगै यहाँ चिया खायौँ। हाम्रो साथीहरू रेडी भइसक्यो। अब हामी सिधै लामा होटेल गएर भेट्छौँ। ल भाइ। चरीहरूको आवाज, पातहरू हल्लिने सङ्गीत र हावाको सास, यी सबैले तपाईँलाई सहरको कोलाहलबाट टाढा र आत्माको नजिक पुर्याउँछ। जङ्गल बोल्दैन तर तपाईँलाई सुन्न सक्नुहुन्छ। त्यहाँ कुनै मोबाइल सिग्नल हुँदैन तर प्रकृतिको सन्देश बलियो हुन्छ। लामा होटेल होइन, हामी चाहिँ लामा होटेल आइपुग्यौँ। अब यहाँ चाहिँ हामी खाना खान्छौँ। अनि एकदमै राम्रो छ लामा होटेल चाहिँ। 2420 मिटरमा रहेछ यो लामा होटेल चाहिँ हाइट। अनि अब यहाँ खाना भनिसकेका छौँ। अब हामी खाना खान्छौँ। अनि यहाँ खाना राम्रो पाउँछ। नेपाली दाजुभाइहरू सबैजना हामी बुढी मान्छे घरमा धेरै आउँछ। खाना सबै मिठो पाउँछ, नभएको चिज के हुँदैन। धेरै धेरै खाना राम्रो पाउँछ। सबैजना केटाकेटी विद्यार्थी सबै यहाँ आउनुहुन्छ। धेरै धेरै धन्यवाद है। अब हामीले चाहिँ खाना खाइसक्यौँ। सबैजना यहाँ प्याक गर्दैछ। अनि अब चाहिँ हामी सिधै लाङटाङ भिलेजतर्फ लाग्छौँ। अब हामी सिधै लाङटाङ भिलेज गएर भेट्छौँ। कस्तो ल भाइ।
लामा होटलबाट मिठो खाना खाएर हामी लाग्छौं लाङटाङतर्फ। कहिले पाखुरा बराबर उकालो, कहिले चिसो खोला पार, त्यही नै त हो जंगल यात्राको मजा। जसरी बाटो गन्तव्यतर्फ लैजान्छ त्यसरी जंगल तपाईलाई तपाईभित्र लैजान्छ। हरियो रुखहरूको बीचमा तपाई बाँच्नुहुन्छ र थकाइको सट्टो एक किसिमको ताजगी महसुस गर्नुहुन्छ। We are heading towards Riverside and it will take around 15 minutes. Oh, Come here. अब हामी चाहिँ ठ्याक्कै अहिले यहाँ रिभर साइड आइपुग्यौँ अनि उतै अब लाङटाङै गएर भेट्छौँ भनेको। अब यतातिर रेस्ट गर्ने ठाउँ पनि रहेछ अलिअलि। अब यहाँ रेस्ट गर्छौँ 10-15 मिनट अनि त्यसपछि यहाँबाट हामीलाई 1-1.5 घन्टामा चाहिँ हामी घोडा तबेला पुग्छौँ। अनि घोडा तबेलाबाट चाहिँ 3 घन्टा 3.5 घन्टा अथवा राम्ररी सजिलोताले हिँड्यो भने 4 घन्टामा चाहिँ हामी लाङटाङसम्मै पुग्छौँ भनेर चाहिँ भन्नुभएको छ उताबाट आउने दाइहरूले चाहिँ होइन। हाम्रो अर्को दाइ भ्लगर हुनुहुन्छ यहाँ। हामीले चाहिँ एउटा चाहिँ के कुरा देख्यौँ भन्दाखेरि यो रिभर साइडमा चाहिँ होइन टोइलेटको स्पेलिङै मिस्टेक भएछ। TYLTE भएछ, टोल्टे भएछ। हेर्नु है, टोल्टे होइन टोइलेट हो। एउटा मिलाउनु पर्ने हुन्छ। केही समय हामीले रिभर साइडमा आराम गर्यौं र हामी लाग्यौं लाङटाङतर्फ। हामी अहिले ठ्याक्कै घोडा तबेलामा छौँ। खाजा खायौँ यहाँ। लगभग हामी 10-20-25 मिनट जति रेस्ट गऱ्यौँ। अनि रेस्ट गरेपछि चाहिँ केही साहस हामीलाई चाहिँ वहाँसम्म जानलाई। अनि अब हामी चाहिँ लगभग 2 घन्टा 2.5 घन्टामा चाहिँ लाङटाङ भ्याली पुग्छौँ। अनि ल अब हामी लाङटाङ जान्छौँ। जंगल यात्रा भनेको केवल हिँड्ने कुरा होइन। कहिले बाँदर देखेर अचम्म मान्ने, कहिले झरनामा हात धोएर ताजगी महसुस गर्ने कुरा हो। जंगलमा GPS हराउँला तर हाँसो हराउँदैन। साथीहरूकै झोला बोकेर उकालो लाग्दा थकै पनि रमाइलो लाग्छ। जंगलको बाटो घुमौरो होला तर त्यसको सम्झना सिधै मुटुमा पुग्छ। अब यहाँबाट कति टाइम लाग्छ लाङटाङ? कोनी 1 घन्टा लाग्छ नि। 1 घन्टा अझै? 1 घन्टा अलि लाग्दैन। रिटी छ अहिले चाहिँ हामी यो कुन अब लगभग आइपुग्नु लाग्यो हामी लाङटाङ। अनि हामीलाई चाहिँ एकदमै इनर्जी लस भएर चाहिँ हामी चाहिँ जुस खाने निर्णय गरेका छौँ। यो जुस चाहिँ हाम्रो यहीँ क्यान्जिङबाट अलिकति माथि गएपछि फल पाउँदो रहेछ। त्यो फल के गरेर जुस बनाउँदो रहेछ होइन। जुस खाँदैछौँ हामी। एकदम शीत आइरहेछ, चिसो छ। अहिले चाहिँ बिहानको ठ्याक्कै 7:45 भयो। अनि अब हामी चाहिँ यो लाङटाङ भ्यालीबाट चाहिँ हामी निक्लिन्छौँ। अनि यहाँबाट चाहिँ हामी अब क्यान्जिङ गुम्बातर्फ लाग्छौँ। अनि अब हाम्रो अर्को ग्रुप चाहिँ फोटो खिच्न जानुभएको छ उतातिर। अनि हामी पनि एकछिन अब 2-4वटा फोटो खिच्छौँ। अनि त्यसपछि हामी सिधै जान्छौँ क्यान्जिङ गुम्बातर्फ। एन्ड नाउ हामी चाहिँ अहिले कहाँ आइपुग्यो थाहा छैन। लगभग हामी हिँड्या चाहिँ 1-1.5 घन्टा हुन लागिसक्यो। अब यो हामी क्यान्जिङ 1-1.5 घन्टा हुन लाग्यो रे। भएन 1-1.5 घन्टा। 7 बजे हिँडेको 10 बजिसक्यो। हाम्रो चाहिँ उहाँ चाहिँ गाइड हुनुहुन्छ। के हो तपाईँको नाम भनिदिनु त? भनिदिनु न के शेर्पा हो है नाम? मैले ठ्याक्कै बिर्सेँ।
अब हामी लगभग अझै आधा घन्टा 40 मिनट जति हिँड्नुपर्छ अनि बल्ल हामी क्यान्जिरी गुम्बा पुग्छौँ। एन्ड नाउ वी आर हियर एट यो क्यान्जिन गुम्बा होइन। अनि यो हामी चाहिँ बसिरहेको छौँ यो के अरे हाइट होटेलमा। अनि हाम्रो साथीहरू चाहिँ यहाँ हुनुहुन्छ। अघि हामीलाई एकदमै गाह्रो भएको थियो अनि अलिअलि औषधि खायो, अहिले पानी खाइरहेको छ, अहिले खाना खाएर भ्याइसक्यो हामीले होइन। गीत बजाउँदै बसिरहेको छौँ हामी। अब हामी चाहिँ ग्लेसियर लेकतर्फ लाग्छौँ। एन्ड नाउ हामी चाहिँ अहिले खाना खाइरहेको छौँ अनि एकदमै गाह्रो भइरहेको, अलिअलि ज्वरो आउला जस्तो पनि भइरहेको छ। अनि हाम्रो दाईहरू चाहिँ यता हुनुहुन्छ अनि अर्को दुईवटा दाई चाहिँ मुस्ताङ गराउनु भएको छ। दुईवटा चाहिँ मुस्ताङ गराउनु भएको छ। यहाँ हाम्रो दाईहरू काठमाडौँ कता गराउनु भएको छ। अनि हाम्रो यो ग्रुप भइहाल्यो अनि औषधि खाएर बसेको छौँ अहिले हामीले एकदम गाह्रो भएर। ल खाना खान्छ अब। अहिले चाहिँ बिहानको 5 बज्यो। अब हामी चाहिँ अहिले खाजा खायो। अब हामी क्यान्जिनगिरीतर्फ लाग्छौँ अनि भ्यायो भने K1 त जसरी पनि गरिहाल्छौँ अनि भ्यायो भने K2सम्म पनि जान्छौँ अनि त्यसपछि चाहिँ हामी फर्किन्छौँ। अब कस्तो हुन्छ कन्डिसन, बाटो कस्तो छ हामी देखाउँदै जान्छौँ। उकालो बाटो हिँड्दा सास बढ्छ, तेस्रो बाटो हिँड्दा फेरि पत्थर हुन्छ। पदयात्रामा सासले पनि कुनै खेल खेलिरहेको अनुभव हुन्छ मानिसलाई। अझै रोमाञ्चक कुरा के छ भने पदयात्रामा पदयात्रीले चराको मिठो धुन सुनि हिँड्न पाउँछ, सुसाइरहेको खोलासँग गफ गर्न पाउँछ अनि हतारिएको जीवनलाई केही बेर रोकेर त्यसबारे विचार गर्न पाउँछ। We are here at क्यान्जिरी पिक 2 अनि यो चाहिँ 4700 मिटरको हाइटमा छ। अनि हाम्रो साथीहरू चाहिँ 1 घन्टा अगाडि नै आएर फोटो खिच्नु भइसकेर चाहिँ हामीलाई चाहिँ 1 घन्टा चाहिँ बढी लाग्यो। एकदमै गाह्रो भयो। आज जति गाह्रो चाहिँ कहिले पनि भएको थिएन। यहीँबाट यहीँ आउन 2 मिनटको बाटो पनि 4 मिनट जति वेस्ट गरेर आउनु पऱ्यो। त्यही हो, भ्यू चाहिँ बवाल छ, भ्यू देखाइदिन्छु हामी। ल